यहाँनिर केही श्रमिक श्रम गरिरहनु भएको छ र ढुङ्गा गिटी बालुवा चालेर क्रसर टिप्पर पनि देख्छौँ। आफ्नो जीविका चलाउनु भइरहेको छ। खोलाले नदीले हामीलाई धेरै कुरा दिन्छ र हामीले खोला नदीलाई संरक्षण पनि गर्नुपर्छ। अत्याधिक उत्खनन हाम्रो सबैभन्दा ठुलो समस्या, तर यसलाई चाहिँ जिम्मेवारीपूर्वक गरिँदैन, आफ्नो फाइदाको लागि मात्रै गरिन्छ। यति बेला म पारी गाउँ जाँदैछु। झर्की पुलमा हिँडिरहेको छु। हावा मन्द मन्द चलिरहेको छ, चिसो रमाइलो छ। मान्छेहरू काम गर्दै हुनुहुन्छ। यो गाउँको नाम चाहिँ कल्लेरीटार। गाउँमा मानिसहरू आजभोलि एकदमै कम हुनुहुन्छ। प्राय मानिसहरू रोजगारीको, अध्ययन, आफ्नो सन्तानको भविष्यका लागि परदेश हिँड्नुपर्छ। आफ्नो जिल्लाभन्दा बाहिर गएर काम गर्ने। गाउँमा विशेष गरी चाडपर्वमा मात्र मानिसहरू देख्न सक्छौँ। अघि पछि घरका ज्येष्ठ नागरिकहरू र महिला सदस्यहरू बढी देख्न सक्छौँ। त्यो पुरानो घर रहेको छ। आजभोलि त हामीले यस्तो घरहरू देख्दैन। विशेष गरी भूकम्प गइसकेपछि चाहिँ भूकम्प पश्चात धेरैले कङ्क्रिटको घरहरू बनाउनु भयो र सुरक्षाको हिसाबले। यो घर चाहिँ एकदमै पुरानो घर रहेको छ। अहिले यो धानको पराल, धान झाँटेर राखेको पराल वस्तुले खुवाउनको लागि। पुरानो हाते ट्र्याक्टरको जिडा भाग रहेको छ यो पछाडिको। हजुरको नाम के हो नि? मेरो नाम पूर्णलाल श्रेष्ठ। ए, अनि यो गाउँमा अहिले कस्तो छ यहाँको अवस्था, थोरै भनिदिनुहोस् न। अब यहाँको गाउँको अवस्थाको अब यहाँ अब यता मान्छे त्यति छैन, सबै अब गल्छी बहिदिने र उता टारतिरै सरिसके नानी। अब यहाँ 2-4 घर। पहिला बस्ती बाक्लो थियो? पहिला त अब एउटा घर पनि खाली थिएन। यहाँ त दोहोरो बजार थियो पहिला त। ए, पहिला यहाँको थोरै यसको इतिहास भनिदिनु न, यो ठाउँ कस्तो थियो? यो कल्लेरी घाट भन्ने यो पहिला यहाँ दोहोरो बजार थियो। ऊ त्यो घरमा लुगा कोठी, किनारा मालहरू थियो। हिँडेर आउने। अब बर्खामा पनि कुनै दिनमा 1 खेप 2 खेप मात्रै भने पनि डुङ्गा तर्ने मान्छे हुन्थ्यो। अब अहिले हुँदै जाँदा यस्तै। हजुर, को हुनुहुन्छ घरमा? मेरो अब उही श्रीमती र म मात्रै हो। बच्चाहरू? अब छोरीहरूको 2टा आएको, बेरान भयो। छोरो एउटा थियो, बेरान गरेपछि छोरो बेचियो। छोरो बेचिएपछि अब छोरोले वास्ता इलाका गरेन, म त मामला हालेँ। म त अब नानी अब त्यो त बजारतिर भन्दा गाउँको धेरै राम्रो नि बस्ती त। यहाँ चाहिँ सुपारीको बुट पनि देखिन्छ। यो बस्ती चाहिँ पहिला कस्तो थियो यहाँ? यो बस्ती पहिला नानी हाम्रो यहाँ एकदम राम्रो यो दोहोरो बजार थियो। यो सुपारीको बस्ती, यो सुपारी रोप्या भने चाहिँ अब यो सहकारी सञ्चालन भएपछि अनि यो रिन्युसले, यो सहकारीहरूले अनि यो बोट बिरुवाहरू दिएका हुन्। ए, पहिला यहाँ कुन कुन समुदायका मान्छेहरू बस्नुहुन्थ्यो? अब पहिला त नानी अब यहाँ यो सहकारीहरू कुनै चिन्ने केही पनि थिएन हैन। अहिले यो पछि भएको हो। अनि जातिहरू नेवार बस्ती थियो पहिला यहाँ? पहिला यहाँ धेरै जसो नेवार थियो। नेवारै नेवार हो। अहिले चाहिँ मिश्रित हुनुहुन्छ? अब अहिले नेवार भन्ने यहाँ त्यही 2-3 घर मात्रै हो। अब अरू जम्मै छेत्री बाहुनले ढाके। कोही रसुवाबाट आउने,
कोही कहाँ कहाँबाट आउने अब यहाँ जम्मै अन्तगली बाँधिएको छ ए मान्छे अब त्यति छैन अनि